यो हो सिन्धुली जिल्लाको भिमान बजार। तल बर्दिवासबाट उकालिएको बिपी राजमार्गलाई 20 किलोमिटरमा पूर्वबाट आएको मदन भण्डारी राजमार्गले टक्क छुन्छ यहाँ। दक्षिणबाट आएको बिपी र पूर्वबाट आएको मदन भण्डारी राजमार्ग सँगै सम्मिलित भई उत्तर लाग्दैछन् र म पनि त्यही मार्ग पहिल्याउँदै उकालिँदैछु। मन्दिर प्रवेशद्वारबाट पस्ने बित्तिकै यो रोडको तलतिरपट्टि पारिपट्टि छ हाम्रो कमलामाई मन्दिर। कमला खोला यहाँबाट बगेको छ र माथि एउटा ग्वाङ खोला आएको छ। यो दुईटै खोलाको पारिपट्टि भित्तामा मन्दिर छ। एउटा सानो झोलुङ्गे तरेर जानुपर्छ। म त्यता लाँदैछु तपाईहरुलाई। माताका 13 स्वरूप मध्ये एउटा स्वरूप कमलामाई यहाँ स्थापना हुनुभएको छ। यो दुईटा नदीको किनारमा पहिला माथि कुनै डाँडामा उत्पत्ति हुनुभएको थियो र पृथ्वीनारायण शाहले उहाँलाई देवीलाई कमलामाईलाई यहाँ स्थापना गरेको छ इतिहासमा। 1774 मा कमलादेवी यहाँबाट 7 किलोमिटर माथि पर्छ। त्यहाँ उत्पत्ति हुनुभएछ। त्यहाँबाट चाहिँ अब सरकारमा जाहेरी भएछ कमला माता उत्पत्ति भएको हुनाले चाहिँ यहाँ यसलाई चाहिँ व्यवस्थापन गर्नु पर्यो भनेर चाहिँ अब बाघ भालु आतङ्कित थियो, जङ्गली एरिया थियो। शिला ल्याएर यहाँ प्रतिस्थापन गरेर प्राण प्रतिष्ठा गरेको। माघ 1 गते विशेष माघ महिनामा यहाँ मेला लाग्दछ। मकर सङ्क्रान्ति पनि भनिन्छ। तत्पश्चात पृथ्वीनारायण शाहले यो मन्दिर निर्माण गरिदिनु भएको। घण्टा त्यही हो। 2टा घण्टामा एउटा घण्टा चोरियो। त्यसको अझसम्म केही पत्ता लागेको छैन। एउटा पाउ यो हाम्रो खराउ कमला माताको खराउ पनि चोरे, त्यो पनि पत्ता लागेको छैन। यो चाहिँ लगभग 27-28 सालतिर होला। महाजामा कमलादेवीको माथिल्लोपट्टि के अरे मूर्ति ढलौटको बनाएको छ। मन्दिरपट्टि एउटा यदि अग्लो शिला छ, त्यो शिला के अरे पृथ्वीनारायण शाहले चढाएको घण्टा पनि छ। यही हो। बाहिर हो। त्यो इनामेल लाएर अक्षर चाहिँ बुझिँदैन। त्यो माताका 13 दिदी बहिनी, माता काली, माता तारा, माता महाविद्या, माता त्रिपुरा सुन्दरी, माता भुवनेश्वरी, माता भैरवी, माता छिन्नमस्ता, माता धूमावती, माता बङ्गलामुखी, माता मातङ्ग, माता कमलादेवी, माता लक्ष्मी देवी, माता दुर्गा देवी। नमस्कार, म दिलीप कुमार थापा। सिन्धुली बजार 2022 सालमै हो। छिरिङ तेन्जिङ लामा अन्जालाधीश हुनुहुन्थ्यो। उहाँको अध्यक्षतामा यो त जम्मै घना जङ्गल नै थियो। अध्यक्षतामा निर्माण भएको हो र सिन्धुली बजारदेखि भिमान बजार पनि एउटै सालमा हो र त्यतिखेर फडानी भएर सिन्धुलीमाडी बजार निर्माण भयो। जस्तै अहिले खोलाको छेउ माथिसम्म छ। पहिला त दिउँसै बाघ भालु हिँड्ने, अब त्यो एक्लो दुक्लो हिँड्यो भनेदेखि बाघ भालुले आक्रमण गर्थ्यो र जमात भएर हिँड्नु पर्थ्यो के पछिसम्मै। अब 22 सालदेखि अलि उघारो भयो। उघारो भएपछि अनि बाघ भालु पनि अलिक कम हुँदै गयो। नत्र हामी सानो सानो हुँदाखेरि हाम्रो बाजेहरू शिकार खेल्न आउनुहुन्थ्यो। त्यतिखेर हामी पनि आउँथ्यौँ सिन्धुलीगढीबाट फुर्सदको समयमा।
आउँदाखेरि डर लाग्ने के एकदम परैबाट बाघहरूले झम्टिने त्यस्तो डरलाग्दो सिन्धुली माडी र अहिले विकासको लहरहरू बढ्दै गयो, बजारीकरण हुँदै गयो। युगौँ पहिला यस भूमिमा लामो खडेरी परेर जनता हाहाकार भएका थिए। त्यही बखत टाढाको राज्यबाट सिन्धुल नामक तपस्वी राजा तपस्या गर्न आइपुगे। जनताले तिनै तपस्वी राजासँग खडेरीको समाधान सोधे। हे तपस्वी, हामीलाई उपाय बताइदिनुहोस्, हाम्रो भलाइ रक्षा गर्नुहोस् भनेर भन्नु थालेपछि अब सिन्धुल राजाले समाधान हुनुको लागि 32 लक्षणले युक्त भएको युवतीको बलिदान दिनुपर्छ अनि मात्र समाधान हुन्छ भनेपछि त्यो कहाँ छ त सरकार भने। सुसारे रहेछ आफ्नै छोरी सुसारे, अनि छोरीपट्टि हेरेर अनि त्यहाँबाट फेरि आँखा चिम्लिनु भयो र आँखा चिम्लेपछि छोरीले बाउको इसारा बुझिहाल्नु भयो र छोरीले ठिक छ जनताको भलाइ उद्धार हुन्छ भनेदेखि म बलिदान दिन्छु भनेर गौमती नाम गरेकी छोरीले त्यहाँ बलिदान दिनुभयो। जस्तै अहिले सिन्धुलीगढीको ठुलो किल्ला छ माथि, किल्लाभन्दा तल त्यो आठभन्ज्याङ छ, आठभन्ज्याङभन्दा माथि टापु फुस्रे डाँडा भन्छ, एउटा चौतारा पछिसम्म थियो र त्यही चौतारामा बाट बलिदान दिएर जुन अब बलिदान दिएर घनघोर पानी पर्यो, पानी परिसकेपछि अनि जनताहरू पनि खुसी भयो, खुसीको अनुभूति बटल्न थाल्यो र त्यहाँबाट त्यो पानी परेर बाढी गयो, बाढी गएर अनि जुन आठभन्ज्याङ र अहिले 16 भन्ज्याङ भन्छ, 16 भन्ज्याङभन्दा तल जुन गौमतीले बलिदान दिएकै बाटो पानी निर्माण भएर जस्तै अहिले सिन्धुली माडीमा बगेको छ। अब ग्वाङखला भन्छ तर ग्वाङखला होइन, पछि अपभ्रस भएर ग्वाङखला भनेको हो र त्यो चाहिँ गौमती गङ्गा भनिन्थ्यो। गौमती खोला भनेपछि जुन खोला अब सिन्धुल राजाको छोरीको नामबाट गौमती खोला हुनु गयो, यो सिन्धुली माडीबाट गइरहेछ र यो गएर कमलामा मिसिन्छ। सिन्धुल राजाले सिन्धुलीगढीमा तपस्या गरेपछि सिन्धुल राजा पनि मुक्त हुनुभयो र सिन्धुल राजाकै नामबाट सिन्धुली र सिन्धुली त्यो गढी गौडा बनाएको हुँदाले गढीलाई जोडेर सिन्धुली गढी भएको। 2491 वर्ग किलोमिटरमा फैलिएको सिन्धुली जिल्ला 168 मिटरदेखि 2797 मिटरको उचाइसम्म रहेको छ। उष्ण, उपोष्ण र समशीतोष्ण हावापानी पाइन्छ यहाँ। गढतीर, मरिन, कमलाखोज र तीनपाटन जस्ता विविध भौगोलिकता सँगालेको सिन्धुली जिल्लाको कमलामाई परिक्रमाको यस भागमा अब लागौँ महत्त्वपूर्ण ऐतिहासिक सिन्धुली गढीतर्फ। हट्ने होइन, डटी लड्ने, शत्रुतर्फ अघि बढ्ने, पुर्खाको रगत धाराले मुछिएको माटोको अक्षता टीका थाली हो यो। गोर्खालीको महाविजयको जीवित दस्तावेज हो यो। सन्तानको रक्षाको लागि नेपाल आमाको ममताको आँचलले उडाएको वीरताको पौरखी गाथा पढिने सिन्धुलीगढी महाकाव्य लाखौं पेज हो यो। यता माथि सानो गढी छ, हामी सानो गढीतिर उक्लिँदैछौँ। यो सानो गढीले पनि एउटा महत्त्वपूर्ण इतिहास बोकेको छ। Every day
सन्तलीमै वैशको छँदा छँदै मार्यो नि मायाले मार्यो सन्तलीमै वैशको छँदा छँदै मार्यो नि मायाले मार्यो। यहाँनिर यो चाहिँ हाम्रो सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर 3 मा रहेको यो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयमा आउनुहुने सम्पूर्ण हाम्रो शिक्षक साथीहरू र हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ स्वागत गर्दै म चाहिँ यस सिन्धुलीगढीको ऐतिहासिक कुराहरूको बारेमा तपाईँहरूलाई एकदमै छोटकरी रूपमा होइन करिब 5 देखि 7 मिनट होइन तपाईँहरूलाई पनि दिक्दारी नलाग्ने र मलाई पनि चाहिँ भाषण छैन भन्दा नि बुदाको रूपमा पोइन्ट वाइज रूपमा चाहिँ केही कुराहरू तपाईँहरूलाई योलाई चाहिँ 3टा उयसमा विभाजन छ। एउटा तपाईँको परिचय सिन्धुलीगढीको परिचय, त्यसपछि दोस्रो यहाँको ऐतिहासिक कुराहरू र यहाँको यो सङ्ग्रहालयसँग सम्बन्धित कुराहरू। सिन्धुलीगढी चाहिँ यो चाहिँ ऐतिहासिक ठाउँ हो। यो चाहिँ ऐतिहासिक र पुरातात्विक ठाउँ हो। यहाँ चाहिँ आजभन्दा करिब 254 वर्ष अगाडि यस ऐतिहासिक ठाउँ चाहिँ किन भन्दा नेपाली गोर्खाली सेना र अङ्ग्रेज फौजबिच चाहिँ यहाँनिर ठुलो युद्ध भएको थियो। यहाँनिर त्यो मात्रै होइन, अहिले तपाईँको नागरिकताहरू बन्ने अनि पुलिस चौकी स्कुलहरू पनि यही ठाउँमा थियो त्यो बेलामा। त्यो बेलामा भनेको आजभन्दा 254 वर्ष अगाडि यहाँ भएका स्कुल, यहाँ भएका तपाईँको प्रशासनिक घटनाहरू चाहिँ 2019 सालमा चाहिँ यहाँबाट तल सिन्धुलीमा सारियो भन्ने कुरा इतिहासमा लेखिएको छ। यिनै कुराहरू छ। अब तपाईँको ठ्याक्कै इस्ट इन्डिया कम्पनी भन्ने चाहिँ भारतमा व्यापार गर्नको लागि आएको थिए 16औं शताब्दीमा। त्यहाँबाट उनीहरूलाई चाहिँ यो नेपालप्रति पनि उनीहरूको आँखा थियो कि यो ठाउँ हुँदै हामी यता तिब्बतमा पनि गएर चाहिँ व्यापार गर्छौँ भन्ने। र यसको लागि चाहिँ पुलको काम चाहिँ हाम्रो यो काठमाडौँको राजा जयप्रकाश मल्ल भन्नेले चाहिँ त्यो भारतमा रहेको इस्ट इन्डिया कम्पनीलाई चाहिँ सहायता गर्यो। किन सहायता गर्यो भने पृथ्वीनारायण शाहले त्यो बेलामा एकीकरणको अभियान सुरु गरेको थियो, क्याम्पेन सुरु गरेको थियो होइन। त्यही बेलामा चाहिँ यो कीर्तिपुर, यता मकवानपुर, यता नुवाकोट विजय गरिसकिसकेपछि ठ्याक्कै तपाईँको पालो आयो काठमाडौँलाई पनि हमला गर्ने। काठमाडौँमा हमला गर्ने बेला जयप्रकाश मल्ल डरायो, अब यसले हाम्रो पृथ्वीनारायण शाहले हामीलाई मार्ने भयो भनिसकेपछि जयप्रकाश मल्लले इन्डियामा रहेको इस्ट इन्डियन कम्पनीको गोल्डिङ अफिसर भन्छ व्यक्तिको नाम, गोल्डिङलाई चाहिँ पत्र लेख्यो, मलाई पृथ्वीनारायण शाह भनेले घेराबन्दी गरिरहेछ, त्यसले कुनै बेला पनि मलाई एट्याक गर्न सक्छ होइन, तपाईँले चाहिँ मलाई सैनिक सहायता गर्नु पर्यो भनिसकेपछि उनीहरूलाई चाहिँ के खोज्छस् कानो आँखो भन्ने भयो होइन। उनीहरू त कसरी प्रवेश गरौँ भन्ने सोचेको थियो। यही बेलामा जयप्रकाश मल्लले चाहिँ उनीहरूलाई एउटा ब्रिजको काम गर्यो। त्यो भइसकेपछि उनीहरू खुसी हुँदै क्याप्टेन किन्लकको नेतृत्वमा चाहिँ 2400 जना फौज भारतको पटनाबाट जनकपुर हुँदै यस पौवागढी भन्ने ठाउँमा आइपुग्यो। र पौवागढी भन्ने ठाउँमा आइसकेपछि यहाँ हाम्रो पृथ्वीनारायण शाहलाई थाहा थियो कुनै बेलामा पनि हामीलाई दुश्मनले र फिरङ्गीले चाहिँ एट्याक गर्न सक्छ भनेर थाहा थियो पृथ्वीनारायण शाहलाई। त्यही भएर पृथ्वीनारायण शाहले यहाँनिरको वंशु गुरुङ, वंशराज पाण्डे, श्रीहर्ष पन्त, वीरभद्र उपाध्याय जस्ता कमान्डर, यिनीहरू नेपालका खतरा कमान्डरहरू हुन्। यी कमान्डरलाई चाहिँ यो पौवागढी भन्ने ठाउँमा चाहिँ किल्ला बनाएर बस, त्यहाँ दुश्मन आउन सक्छ, त्यो बेलामा चाहिँ तिमीहरूले लड्नुपर्छ भनेर त्यो 4 जनाको नेतृत्वमा 1300 जना फौज यो पौवागढी भन्ने ठाउँमा राखे। 4 जना उहाँ सरहरू जस्तो कमान्डर है, 1300 जना चाहिँ सेनाहरू, तपाईँहरू जस्तो सेनाहरू यो पौवागढी ठाउँमा अवस्थित भयो। अब हेर्नुहोस् है त क्लाइमेट कसो, उताबाट 2400 जना फौज आए, यता हाम्रो 4 जनाको कमान्डिङमा 1300 जना फौज भयो। यसरी यो पौवागढी भन्ने ठाउँ यहाँबाट करिब 700 मिटर तल भीषण युद्ध भयो। त्यस युद्धमा तपाईँको 2400 जना मध्ये 1600 जना चाहिँ अङ्ग्रेज मारिए। 800 चाहिँ अब बाँकी रहेछ। 800 पछि चाहिँ अब हामी सक्दैनौँ, अब हामीले यो युद्ध हार स्वीकार्नुपर्छ। अब हामीले चाहिँ काठमाडौँमा गएर जयप्रकाश मल्ललाई भेट गर्न सक्दैनौँ, उसलाई सहायता गर्न सक्दैनौँ भनिसकेपछि उनीहरू त्यो 800 जना चाहिँ त्यहाँबाट फर्किए।
त्यो भइसकेपछि हाम्रो त्यस ताका तत्कालीन समयमा 1824 असोज 15 गते चाहिँ युद्ध भएको मितिमा नेपालको झन्डा यहाँको जितको झन्डा फरफरियो। हाम्रो राष्ट्रियता एकताका कुराहरू हो होइन, अङ्ग्रेजको दबदबा हुनु पाएन। त्यसै गरी राष्ट्रिय एकीकरण जुन पृथ्वीनारायण शाहले सुरुवात गरेका थिए त्यो पनि सफल भयो होइन। अहिले हामी हाम्रो चाहिँ शिर उच्च गरेर जहाँ गए पनि हामी नेपाली हो, हाम्रो नेपाल हो भन्ने एउटा वातावरण बन्यो। त्यसैले यो ठाउँ चाहिँ हिस्टोरिकल रूपमा, ऐतिहासिक रूपमा, पुरातात्विक रूपमा चाहिँ महत्त्वपूर्ण छ।